हेलो एभ्रिवान, म चाहिँ बाइक साइक धोएर निस्केको हो गान्तोकपट्टि। काम थियो एकछिन हो। भर्खर कहाँ आइपुगेँ भन्दा भर्खर म तोपाखानी आइपुग्न आँटेँ। तोपाखानी भन्छ, निमटार भनौँ न, मेधावी कलेजको त्यहाँ हो। साउन्ड राम्रो आउँदैन होला हो, दुःख सुख बनाएको भिडियो हो। त्यतिकै काम परेर गएको गान्तोक चाहिँ कि। अन्त त्यही हो, अल्छी लागेर के गर्नुहुन्छ हो। घरमा बसेर पनि के गर्नुहुन्छ होइन। अन्त त्यतिकै निस्केको। अल्छी लागिदिन्छ घरमा हो। हुनु चाहिँ आफ्नो हो। अब बाइक कुदाउँदा चाहिँ यसो तपाईँहरू सबै बाइक कुदाउनेहरूलाई यादै भएको कुरा हो त। एक खालको मजा आउँछ क्या बाइक कुदाउनु हो। जाम जस्तो रहेछ यहाँ गाइस हो, जाम जस्तो छ। साइकल हुँदै ओभरटेक गर्नुपर्छ हो। खाली रहेछ ओभरटेक हानिदिएको मैले चाहिँ। गाडी आइदिँदो रहेछ हो। यो चाहिँ टनल हो हाम्रो, मजाक छ। 3टा लाइट हो। हाम्रो इन्डियाको नेसनल फ्ल्याग छ नि, ग्रिन व्हाइट र अरेन्ज क्या हो। त्यो 3टा कलरको कम्बिनेसनमा चाहिँ हाम्रो यहाँ टनलमा हालिदिएको लाइट हो। त्यो रेनकोट चाहिँ बोक्नु पर्थ्यो रहेछ, पानी परिदिँदैछ हो। खै अब हेरौँ, पानी चाहिँ परिदिँदैछ हो। सिमसिम छ, त्यस्तो ठुलो छैन हो। हतार छ हो। हेर्ने मान्छेहरू त्यस्तो हुन्छ है। गाडी कुदिरहेको देखि पनि क्या मैला फ्याल्छ क्या। पछाडि गाडी कुदिरहेको छ होइन। अब के भन्नु, मान्छेलाई फाइदै छैन भनेर क्या। कहिले पुग्नु? पानी त ठुल्ठुलो आयो त हौ, के गर्नुपर्ने हो। पानी त जहिले यस्तै हुन्छ। अब बर्खा पनि फेरि योपालि ओभर छिटो लाग्यो नि त होइन। अब यति छिटो त बर्खा लाग्दैन खास हो। साथी मेरो कुदाइ त अलिक रफ छ हो बाइक छैन, तर पनि अब कुदाइदिएको के चाहिँ गर्नु। पानी पर्दैन नि हो। तातो लुगा लगाएको छु कि, तर पनि अब अप्सन छैन हो। अब कहाँ रोक्छु म। पानीले यस्तो पाराले पानीले चाहिँ नदिने रहेछ हो। हर्नहरू चाहिँ बजाउँदै गर्नुपर्छ गाइस, हर्नहरू चाहिँ। यो चाहिँ तपाईँको जाली पावर हाउस क्या, राजाको टाइमको हो। यो चाहिँ राजाको टाइममा खोलेको पावर हाउस हो। अहिले वर्किङ छ कि छैन त्यो याद छैन। सिङदाम टु गान्तोकको रोड त दामी छ नि। यो चाहिँ अहिले अब कहाँ सुमिन आइपुग्यो हो। सुमिन भन्छ, साङखोला पनि भन्छ हो। तर यो ओह्रालो छ नि, यो ओह्रालो चाहिँ जान्छ हो तपाईँको सुमिन भन्ने जग्गा जान्छ। पानीले चाहिँ मलाई चाहिँ रड्डी गरिदियो गाइस हो। रेनकोट पनि बोकेको छुइनँ। अब खै के गर्नुपर्ने हो। पानी एकछिन रोकिदिएको भए हुन्थ्यो नि हो, भइदिँदैन होइन। अब के चाहिँ गर्नु। कुदेको छ। यो चाहिँ एस्ट्रोनिङ पनि भन्छ होइन। बेसी हतार नगरौँ होला है। बेसी हतार गऱ्यो भने चाहिँ चिप्लास हुन्छ हो। आराम चाहिँ चलिदिनुपर्छ। यो चाहिँ टर्निङ हो।